प्रभु श्री कृष्णको नाउँमा यहाँहरू सबैलाई जय मसी छ। आज भदौ 10 गतेको यो जुन घटनाले हामी सबै दुखित छौँ है। हामी विशेष धन विश्वासीहरू त हामी झन् बढी नै दुखित छौँ। अनि तर हामी दुखित हुनु पर्दैन, किनभने हामीले यो सबै कुराको सूचना चेतावनी साथै हामीलाई हरेक समय जागा रहनको लागि चाहिँ प्रभुले हामीलाई अगाडिबाट नै परमेश्वरको वचनबाट हामीलाई उत्साहहरू दिइरहेको छ। त्यो कारणले गर्दा हामी घटनाहरूले गर्दा हामी निरुत्साहित हुन्छौँ, दुखित हुन्छौँ होइन। दुःख लाग्छ, कतिको धन जन क्षति भएको छ। यो सबै उयो के अरे समाचार हेर्दाखेरि म पनि एकदमै भावुक भएँ, धेरै नै मलाई पनि गाह्रो भयो। तर पनि मैले त्यस समय चाहिँ जब त्यो हेरेपछि वचनहरू चाहिँ मलाई याद आयो। अनि मैले मत्ती 24 अध्याय मैले पल्टाएँ। अनि मैले यहाँनिर पढ्दै जाँदाखेरि चाहिँ त्यहाँनिर पनि चेलाहरूले चाहिँ यीशुलाई चाहिँ एकदमै ख्याल ठट्टाहरू गरिरहेको, कहिले हुन्छ यस्तो घटना, कहिले हुन्छ प्रभु भनेर चाहिँ एकदमै उहाँ चेलाहरूले चाहिँ यीशुलाई चाहिँ सोधिरहेका थिए। अनि उहाँले चाहिँ प्रश्न पार्नको लागि चाहिँ चेलाहरूलाई चाहिँ अनि एउटा सहर लानुभयो, धेरै मन्दिरका भवनहरू देखाउनलाई लानुभयो। अनि त्यहाँनिर चाहिँ उहाँले प्रश्नसँग देखाइदिनु भयो, तिमीहरूले यी सब देख्छौ होइन त? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिने छ भनेको छ है। अनि फालिने छ भनेर चाहिँ भनेको छ। अनि त्यति बेला चाहिँ एकदमै प्रभु यीशुले चाहिँ अनि यो जब चेलाहरूलाई भन्दाखेरि चाहिँ अनि यो चाहिँ कहिले हुन्छ त प्रभु? यो अन्तको चिन्हहरू चाहिँ के हुन्छ, कसो हुन्छ, कसरी हुन्छ, कति बेला हुन्छ भनेर चाहिँ एकदमै चेलाहरूले चाहिँ उत्साहका साथ चाहिँ यीशुलाई सोधिरहेको छ। अनि त्यहाँबाट यीशुले जवाब दिनुभयो, है होसियार हो, कसैले तिमीहरूलाई भ्रममा नबनाओस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रीष्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। यी कुराहरू त तपाईँ हामीले सुन्दै आएको, सुरुवात भइसकेको थियो है, सुन्दै आयौँ। अनि मत्ती 6 मा हेऱ्यो भने युद्धको कुराहरू छ, यो पनि सुनिरहेका छौँ। 7 मा हेऱ्यो भनेदेखि जाति जातिको विरुद्धमा एकदमै राज्यहरूको विषयमा लडाइँ छ, भूकम्पको कुराहरू छ है। यो त सबै के हो त, सब चाहिँ यो चाहिँ प्रसुति वेदना मात्र थियो है, सुरुवातहरू थियो है। अनि तिमीहरूलाई सङ्कष्ट, अनि यहाँ हामीले हेऱ्यो भने सङ्कष्टमा हामीले अरूहरूको हातमा सुम्पिने छ भनेको छ। यो कुराहरू चाहिँ सबै यो चाहिँ अन्तको दिनको चिन्हहरू, हामीले देखिरहेको कुराहरू, घटिरहेको घटना हो, हामीले सुन्दै रहेको कुराहरू हो है। तर यहाँनिर हामीले 11, 12, 13 हेर्दै गयो भने सबै कुराहरू घटनाहरू भइरहेको छ, सुनिरहेको कुराहरू थियो। अनि 14 पदमा आएर प्रभुले भन्नुभयो, यीशुले भन्नुभयो, अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाईको निम्ति प्रचार गर्नेछ, त्यसपछि अन्त आउनेछ है। अझै पनि अन्त चाहिँ आइसकेको छैन है। हामीले हेर्दै गऱ्यो भने त्यहाँनिर चेतावनी दिनुभएको छ, तिनीहरूले हामीलाई खबरदारी गराउनु भएको छ। 15-16 हेऱ्यो भनेदेखि खेतबारीमा हुनेहरू आफ्नो खास्टोलीमा घरमा नआऊ, गर्भवती र दुध खुवाउनेहरूले त्यो दिनमा होइन हिउँदमा सबातका तिमीहरू भाग्न नपरोस् भने प्रार्थना गर, किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिले हुनेछ। अझ योभन्दा डरलाग्दो कुराहरू आउनु बाँकी नै छ, तपाईँ हामीले भोग्नु बाँकी नै छ, देख्नु बाँकी नै छ। तर पनि प्रभुले भन्दै हुनुहुन्छ, यो कष्टहरू चाहिँ भोग्न नपरोस् भनेर प्रार्थना गर भन्नुभएको छ है। त्यो कारणले प्रियहरू, हामीले हेर्दै गयो भनेदेखि यो मत्ती 24 अध्याय सबै हेर्दै जाँदाखेरि हामीले देख्छौँ 1 देखि 44 हामीले हेऱ्यो भनेदेखि चाहिँ एकदमै यहाँनिर चाहिँ यो प्रभुको अन्तको दिनको चिन्हहरू हो प्रियहरू। हामी हताश हुनु पर्दैन, हामी प्रभु पाएका मानिसहरू आत्तिनु पर्दैन। यो त प्रभुले पहिल्यै नै हामीलाई भनिरहेको थियो। हामी होसियारी साथ हामी यो समय यो सङ्कटको आपतको बेलामा चाहिँ प्रभुलाई धन्यवाद दिने, अनि बाँचेकाहरूले प्रार्थना गर्ने, अरूको निम्ति प्रार्थना गर्ने। अनि कतिपल्ट हामीले देख्छौँ यहाँ 44 मा यहाँ लेखेको छ, यसकारण तिमीहरू पनि
तयार रह, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेला आउनेछ भनेको छ है। यो कसैले सोचेर बनाएको होइन। अहिले न्युजहरू हामीले हेऱ्यो भने कसैले आर्टिफिसियल बनाएको अरे, यो समस्या ल्याएको अरे, चाइनाले यसो गरेको, नेपाललाई ध्वस्त बनाएको भन्ने कुराहरू सुन्छौँ। यो सबै भ्रमहरू हो प्रियहरू। तर हामी चाहिँ प्रभु पाएका मानिसहरूले यो विश्वस्त छौँ कि यो चाहिँ परमेश्वरको अन्तको दिनको चिन्हहरू हो। अनि प्रभुले भन्नुहुन्छ 42 पदमा, यसकारण जागा रह, किनकि कुन दिन तिमीहरूको प्रभु आउनुहुनेछ सो तिमीहरूले जान्दैनौ, तर यो जान कि घरको यो तिमीहरू जान्दैनौ है। यसकारण जागा रह, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ। तर हामी यति चाहिँ जान्दछौँ, अनि यो चाहिँ हामीले एकदमै यो सङ्कष्टमा नपरोस् भनेर सकेसम्म प्रार्थना गर्ने प्रियहरू हामी है। अनि यति बेला हामी चाहिँ यो मत्ती 24को 1 देखि पुरै हजुरहरूले घरमा बसेर पढ्नुहोस्, अनि जागा रहनुहोस्, होसियारी रहनुहोस्, अनि यो कष्टबाट बचाइदिनुहोस् प्रभु भनेर तपाईँहरूले चाहिँ प्रार्थना गर्ने। अझै योभन्दा ठुलो महासङ्कष्टहरू आउँदैछ भनेर 21 पदमा भनेको छ है। त्यो कारणले गर्दा अझ यस्तो कष्टहरू चाहिँ भोग्न नपरोस् भनी प्रार्थना गर भन्नुभएको छ है। प्रियहरू, आज तपाईँ र हामी चाहिँ प्रार्थना गर्ने छोराछोरी हौँ। अनि यसैको लागि प्रभुले तपाईँ र मलाई चुन्नु भएको छ। हामी हताश हुने छैनौँ, निराश हुने छैनौँ। अनि प्रभुले हजुर सबैलाई आशीर्वाद दिनुभएको होस्। हजुरहरूले मत्ती 24 अध्याय 1 देखि 44 पढ्नुहोस्। अनि 21 पदमा तपाईँहरूले विशेष के अरे 21 होइन 20 पदलाई दाबी गर्नुहोस्, प्रार्थना गर्नुहोस्। यो त सुरुवात मात्रै हो। प्रभुले तपाईँ हामी सबैलाई शान्ति दिउन्, साहस दिनुभएको होस्। र हाम्रो प्रिय भाइ बहिनीहरू कति सङ्कष्ट आपदमा पर्नु भएको छ, यो नुवाकोट जिल्ला यो सबै है। अनि त्यहाँ मात्रै नभएर यो सबै पृथ्वीमा नै पनि आउने सक्छ, किनभने यो त सुरुवात मात्रै भनेको छ प्रभुले। त्यही भएर यसकारण तिमीहरू पनि तयार रह, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएका बेलामा आउनुहुन्छ। हामी तयार हौँ। अनि प्रभुले सबैलाई आशीर्वाद दिनुभएको होस्। जय मसीह।